हजुर होइन के हो सिरानीले घोच्यो रे ल मैले यो सिरानी फाल्दै अब घोच्दैन अब सुत मस्त के भयो फेरि बिस्ताराले पोल्यो रे अब यस्तो गर्मी छ बिस्ताराले पोलिहाल्छ नि ल हल्का मैले पानी छम्किदिएछु अब बिस्ताराले पोल्दैन अब मस्त सुत ल ए भगवान के भयो फेरि जवानीले पोल्यो रे कहिले सिरानीले घोच्छ कहिले बिस्ताराले पोल्छ कहिले जवानीले पोल्छ जेसुकैले पोल्छ मलाई के मतलब सुन्नुस् न ए भगवान के भयो तिम्रो चोलीको तुना फुस्के मैले के आराम त मलाई कसैको काखमा बस्नु पनि छैन अङ्गालोमा कस्नु पनि छैन होइन अस्तिसम्म त तिमी ठिकै थियौ त हिजोदेखि तिमीलाई के भएको छ अब बिहे गर्न मन लाग्छ भने एउटा गतिलो केटो खोज्ने अनि बिहे गर्ने मलाई ल्याङ गर्ने होइन म त यहाँ यी सागर पाण्डेको युट्युब च्यानलमा सागरेको घर भन्ने सिरियल हेरिरहेको छु तिमीलाई पनि हेर्न मन लाग्यो हेरे हुन्छ कहिले कसो तर मलाई ल्याङ चाहिँ नगर अबदेखि